सगरमाथाको काखतिर लम्कदैछौ आज, अञ्जुलीमा बुद्धको सन्देश बोकी। घुर्मीको हरियालीबाट ओखलढुङ्गाको काख हुँदै पत्तालेको उकालो चढेर सोलुखुम्बुको सल्लेरी बजारसम्म। यो यात्रा केवल पैतालाले उडाएको धुलोको कबड्डी मात्र होइन, यो त सपनाको रङ्ग, प्रकृतिको सङ्गीत र मनको शान्तिको कथा हो। आउनुहोस्, बुद्धको मुस्कान जस्तै शान्त, सगरमाथाको काख जस्तै विशाल यो यात्रामा हामी सँगै हराउँ, हरियालीमा, हावामा अनि हृदयको गीतमा। यो हो विशाल घुर्मी बजार, सुनकोशी नदीको किनारैमा विराजमान, उदयपुर जिल्लाको कटारी नगरपालिकाको अन्तिम उत्तरी स्थान। कटारी बजारबाट 45 किलोमिटर उत्तर, खुरकोटबाट 60 किलोमिटर पूर्व र दिक्तेलबाट 80 किलोमिटर पश्चिम मध्य पहाडी लोकमार्गमा अवस्थित छ। हो यसै कटारीबाट सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी परिक्रमा गराउँदैछौँ तपाईँलाई आज। हामी यति बेला घुर्मीमा छौँ। बर्दिवासबाट कटारी हुँदै पनि यहाँ आइपुग्न सकिन्छ भने काठमाडौँबाट पनि आउने चोक रहेको छ, जक्सन रहेको छ। अनि यहाँबाट चाहिँ यता अगाडि मध्यपाडी लोकमार्ग हुँदै जाँदा खोटाङ, हलेसी, भोजपुर पनि पुग्न सकिन्छ भने हामी चाहिँ आज हिलेपानीबाट मासतिर लागेर ओखलढुङ्गा हुँदै सोलु सल्लेरीतर्फ लाग्दैछौँ। अब अगाडि बाटोको जानकारी दिँदै बाटो हेर्दै अगाडि जानेछौँ। भिडियो हेर्दै गर्नु होला। यहाँबाट हामी यात्रा सुरु गर्दैछौँ सोलु सल्लेरीसम्मको। लाग्यो है घुर्मीबाट अब हर्कपुर हिलेपानी हुँदै सोलुखुम्बुतिर। यो चाहिँ सुनकोशी नदी, घुर्मी र ओखलढुङ्गाको सिमाना अगाडि पुल देखिरहेको छ। सुनकोशी नदीको पुल। अब हामी उदयपुर जिल्ला छोडेर ओखलढुङ्गा जिल्ला प्रवेश गर्दैछौँ पुलबाट अगाडि बढेर। विशाल सुनकोशी नदीलाई तरेर हामी उदयपुर जिल्लालाई छोडी ओखलढुङ्गा जिल्ला टेकिसकेछौँ। ओखलढुङ्गाको पहिलो दक्षिणी पालिका माने भन्ज्याङको पहिलो बजार हर्कपुरलाई निहाल्दै अघि लाग्दैछौँ हामी।